झण्डै 1600 वर्ष पुरानो इतिहास रहेको मानिने रातो मच्छिन्द्रनाथ देवता एकाएक गायब भए। किंवदन्ती अनुसार तान्त्रिक विद्याबाट पुजारीले हेर्दा उनी कीर्तिपुरमा एउटी कुमारीसँग पुरुषको भेषमा बसिरहेका थिए। त्यसपछि पुजारीहरू मच्छिन्द्रलाई लिन गए। कुमारीले छाड्न मानिनन्। ती कुमारीले वर्षमा एकपटक आफूलाई फूल प्रसाद लिएर आउनुपर्ने बाचा गराएपछि मच्छिन्द्रनाथ त्यहाँबाट फुत्किन पाए। त्यही किंवदन्ती अनुसार अहिलेसम्म पनि हरेक वर्ष ललितपुरवासीले कीर्तिपुरमा रातो मच्छिन्द्रनाथको रथ यात्राका बेला फूल प्रसाद लिएर जाने गरेका छन्। सोही विश्वास अनुसार अहिले पनि एउटी महिला विवाह नगरी कुमारीकै रूपमा कीर्तिपुरमा बस्छिन्, जसलाई मच्छिन्द्रनाथको प्रेमिकाको रूपमा बुझिन्छ। अहिले पनि 73 वर्ष उमेरकी एक महिला कुमारीकै रूपमा अविवाहित बसेकी छिन्, जसलाई एकामिसा भनिन्छ। यति महत्वपूर्ण किंवदन्तीलाई गौरव गर्दै कीर्तिपुरवासीले कीर्तिपुर ललितपुरको सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्छ। त्यसका लागि रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति र एकामिसाको मूर्ति बनाउने र मन्दिर स्थापना गर्ने योजना बनाए। त्यसपछि कीर्तिपुर नगरपालिकाको उपमहेश्वर फेदी प्याङ थामा सुखी गच्छे समाज